साथीहरु हेर्न सक्नुहुन्छ म चाहिँ आज मकै गोर्न आएको छु। हाम्रो मकै चाहिँ यतिको भएको छ आज गोर्न लाको। अनि को गाउँमा बस्नुहुन्छ र कसले मकै गोर्नु भएको छ कमेन्ट गर्न नबिर्सिनु होला। अनि बिहानै घाम लागिहाल्छ के हजुर त के गर्नु। अब दिनभरि गोरिन्छ आज चाहिँ। अनि म चाहिँ धेरै भएको थियो भिडियोहरु बनाउन पाएको थिएन, सन्चो पनि थिएन अलिअलि। अनि फेरि आजबाट चाहिँ स्टार्ट गर्दैछु भिडियो बनाउन, सबैले माया गरिदिनु होला। अनि गाउँघरमा के गर्ने कामै सिद्धिन्न हो। अनि एउटा काम सक्यो अब त आरामले बस्ने होला भन्दा त झन् फेरि अर्को काम आइहाल्छ। अनि अब यो मकै गोरेर चाहिँ फेरि गहुँ काट्ने भइसकेको छ। अनि त्यसपछि गहुँ काट्ने हुन्छ, गहुँ पनि पाकिसकेको छ। अनि कसलाई गाह्रो लाग्छ हो गाउँघरतिर काम गर्न, गाह्रो लाग्यो भने के गर्ने गर्नुपर्छ है। अनि आज चाहिँ म चाहिँ छोरोलाई त्यहाँ ठुली मम्मी घर छोडेर म चाहिँ मकै गोर्न आएको छु। साथीहरु हेर्न सक्नुहुन्छ। अनि भिडियोहरु हाल्छु म, हेर्दै गर्नु होला। बाइ साथीहरु।